हेलो अनि नमस्ते सम्पूर्ण साथीहरूलाई। आज म तपाईहरूलाई एसबीआई इन्टरनेट ब्याङ्किङको माध्यमबाट इन्डियादेखि नेपाल मनी ट्रान्सफर गर्ने तरिका चेन्ज भएको बारेमा जानकारी दिन गइरहेको छु। यो प्रक्रिया चेन्ज भएको लगभग 3 महिना बढी नै भइसक्यो। हुन त यस विषयमा धेरैजसो साथीहरूलाई जानकारी भइसकेको होला, फेरि पनि कोही साथीहरूलाई एसबीआई इन्टरनेट ब्याङ्किङको माध्यमबाट इन्डियादेखि नेपाल मनी ट्रान्सफर गर्ने तरिका चेन्ज भएको बारेमा जानकारी नहुन सक्छ। त्यसकारण मैले यो भिडियो बनाउन गइरहेको छु। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिइदिनु होला। साथीहरू, एसबीआई इन्टरनेट ब्याङ्किङको माध्यमबाट इन्डियादेखि नेपाल मनी ट्रान्सफर गर्ने तरिका चेन्ज भएको भन्नाले पुरै तरिका सिस्टम नै चेन्ज भएको होइन। त्यसमध्ये 2-4वटा अप्सन मात्रै चेन्ज भएको छ। बाँकी सबै अप्सनहरू पुरानै तरिकाको छ, पुरानै सिस्टमले चल्छ। यसको लागि उही पुरानै तरिका, पुरानै सिस्टम सर्वप्रथम गुगल या क्रोममा जाने, त्यसपछि एसबीआई अनलाइन सर्च गर्ने। सर्च गरिसकेपछि यो लगइन बटनलाई क्लिक गर्ने। अब फेरि यो कन्टिन्यू टु लगइन बटनलाई क्लिक गर्ने। अब फेरि यस्तो अर्को अप्सन खुलेर आउँछ। यसमा तपाईले आफ्नो युजर नेम, पासवर्ड र क्याप्चा कोड टाइप गरी तल दिएको लगइन बटनलाई क्लिक गर्नुहोस्। यति गरिसकेपछि तपाईको मोबाइलमा ओटीपी आउँछ। अब ओटीपी वाला सेक्सनमा ओटीपी टाइप गरी तल दिएको सबमिट बटनलाई क्लिक गर्नुहोस्। यति गरिसकेपछि तपाई अब एसबीआई इन्टरनेट ब्याङ्किङको सिस्टममा लगइन हुनुभयो। अब माथि बायाँ साइडमा दिएको मेनु बटनलाई क्लिक गर्ने। मेनु बटनलाई क्लिक गरिसकेपछि यस्तो खालको अर्को अप्सन खुल्छ। यसमा तपाईले पेमेन्ट अब्लिक ट्रान्सफरलाई क्लिक गर्ने। अब फेरि यस्तो अर्को पेज खुल्छ। यसलाई माथि स्क्रल गर्दै जाने, त्यसपछि यो इन्टरनेसनल फन्ड ट्रान्सफरलाई क्लिक गर्ने। फेरि यस्तो अर्को पेज खुल्छ। यसलाई पनि माथि स्क्रल गर्ने। अब फेरि यसमा इन्डो नेपाल रेमिटेन्सलाई क्लिक गर्ने। अब फेरि यस्तो अर्को पेज ओपन हुन्छ। यसलाई पनि माथि स्क्रल गर्दै जानु। तपाईहरु देख्न सक्नुहुन्छ यसमा थुप्रै टर्म एन्ड कन्डिसनहरु लेखिएको छ। यो सबै टर्म एन्ड कन्डिसनहरु तपाईले पढ्न सक्नुहुन्छ। त्यसपछि तर दिएको सानो चौकुने कोठामा टिक लगाउने अनि प्रोसिड बटनलाई क्लिक गर्ने। अब फेरि अर्को पेज ओपन हुन्छ। यसमा तपाईले देख्न सक्नुहुन्छ आफ्नो अकाउन्ट डिटेल, आफ्नो ब्रान्च। माथि स्क्रल गर्दै जाँदा थुप्रै अप्सनहरु देख्न सक्नुहुन्छ। अब यो पेजमा तपाईहरुले बेनिफिसियरी सिलेक्ट गर्नुपर्ने हुन्छ। अब सिलेक्ट बेनिफिसियरी नेममा क्लिक गर्ने, त्यसपछि आफ्नो बेनिफिसियरी सिलेक्ट गर्ने। अब मैले आफ्नो बेनिफिसियरी सिलेक्ट गरिसकेको अवस्था हो। तपाईहरु देख्न सक्नुहुन्छ मैले सिलेक्ट गरेको बेनिफिसियरीको नेम डिस्प्ले भएर आइसकेको छ। यति गरिसकेपछि बेनिफिसियरीको ब्याङ्क नेम अनि तपाईको प्यान कार्ड नम्बर अटोमेटिक टाइप भएर आउँछ। अब फेरि तपाईले नेपाली करेन्सी अमाउन्ट वाला सेक्सनमा फिलअप गर्नुपर्ने हुन्छ। यस्तो प्रकारले अब मैले नेपाली करेन्सी अमाउन्टको सेक्सनमा फिलअप गरेँ। फिलअप गरिसकेपछि तपाईले देख्न सक्नुहुन्छ तलपट्टि इक्विभ्यालेन्ट अमाउन्ट वाला सेक्सन माथि फिलअप गरेको नेपाली करेन्सी तलपट्टि इन्डियन करेन्सीमा कन्भर्ट भएर आइसकेको छ। साथीहरु, यहाँसम्म एसबीआई इन्टरनेट ब्याङ्किङको माध्यमबाट इन्डियादेखि नेपाल पैसा पठाउने तरिका पुरानै सिस्टमले चलिरहेको छ। अब यहाँदेखि नेक्स्ट 3-4 स्टेप चेन्ज भएको छ। त्यसको बारेमा जानकारी दिन गइरहेको छु। सर्वप्रथम प्रपोज अफ रेमिटेन्स। अब यसमा तपाईले सिलेक्ट प्रपोज अफ रेमिटेन्समा क्लिक गर्ने। त्यसपछि तपाईले यस्तो प्रकारले 4वटा अप्सनहरु देख्न सक्नुहुन्छ। यसमध्ये तपाईले अदर करेन्ट ट्रान्सफरमा क्लिक गर्ने। त्यसपछि फेरि तल अर्को अप्सन सब प्रपोज कोड। अब यसमा पनि तपाईले फेरि सिलेक्ट सब प्रपोज कोडमा क्लिक गर्नुपर्ने हुन्छ। यसमा क्लिक गरिसकेपछि फेरि यस्तो अर्को अप्सन आउँछ। यसमध्ये तपाईले सबैभन्दा तल दिएको अदर क्यापिटल पेमेन्ट नट इन्क्लुडेड यो वाला अप्सनमा टिक लगाउनु पर्ने हुन्छ। त्यसपछि तपाईले देख्न सक्नुहुन्छ सब प्रपोज कोड वाला सेक्सनमा मैले टिक लगाएको अप्सन फिलअप भएर आइसकेको छ। त्यसपछि फेरि तल अर्को अप्सन ट्रान्ज्याक्टर इन्स्टिट्युसनल सेक्टर कोड सिलेक्ट गर्नुपर्ने हुन्छ। यसमा क्लिक गरेपछि फेरि यस्तो अर्को अप्सन ओपन हुन्छ। यसमध्ये फेरि तपाईले इन्डिभिजुअल अदर्स वाला अप्सनलाई टिक लगाउनु पर्ने हुन्छ। अब फेरि तल काउन्टर पार्टी इन्स्टिट्युसनल सेक्टर कोडको सेक्सनमा क्लिक गर्नुपर्ने हुन्छ। त्यसपछि फेरि अर्को 2टा अप्सन देख्न सक्नुहुन्छ। यसमध्ये तपाईहरुले नन रेसिडेन्ट इन्डिभिजुअल एक्सपर्टलाई टिक लगाउनु पर्ने हुन्छ। साथीहरु, यहाँसम्म मात्रै एसबीआई इन्टरनेट ब्याङ्किङको माध्यमबाट इन्डियादेखि नेपाल पैसा ट्रान्सफर गर्ने तरिका चेन्ज भएको छ। अब यसपछिको अप्सनहरु सबै पुरानै तरिकाले चल्छ। अब फेरि तल रिमार्क्स वाला सेक्सनमा रिमार्क्स फिलअप गर्नुपर्ने हुन्छ। रिमार्क्स वाला सेक्सनमा मैले लोन पे लेखेको छु। तपाईहरुले आफ्नै किसिमको रिमार्क्सहरु लेख्न सक्नुहुन्छ। यति गरिसकेपछि फेरि तल सोर्स अफ फन्ड वाला सेक्सनमा आफ्नो सोर्स अफ फन्ड सिलेक्ट गर्नुपर्ने हुन्छ। यसमध्ये अब मैले आफ्नो सोर्स अफ फन्ड स्यालेरीमा टिक लगाएँ।
साथीहरू तपाईँले देख्न सक्नुहुन्छ सोर्स अफ फन्ड वाला सेक्सनमा मैले टिक लगाएको अप्सन टाइप भएर आइसकेको छ। अब फेरि तलपट्टि टर्म एन्ड कन्डिसनको कोठामा टिक लगाउनु पर्ने हुन्छ। अब फेरि यसमा दिएको यो प्रोसिड बटनलाई क्लिक गर्ने। अब यति गरिसकेपछि फेरि तपाईँले फिलअप गर्नुभएको सम्पूर्ण विवरणहरू यस्तो प्रकारले देख्न सक्नुहुन्छ। यो सम्पूर्ण विवरणलाई एकपटक राम्रोसँग रिचेक गर्नुहोस्। त्यसपछि बल्ल यो तल दिएको सबमिट बटनलाई क्लिक गर्नुहोस्। सबमिट बटनलाई क्लिक गरिसकेपछि फेरि तपाईँको मोबाइलमा यस्तो प्रकारले ओटिपी आउँछ। अब फेरि ओटिपी वाला सेक्सनमा ओटिपी टाइप गरी तल दिएको कन्फर्म बटनलाई क्लिक गर्नुहोस्। यति गरिसकेपछि फेरि तपाईँको मोबाइलमा यस्तो ट्रान्जेक्सन सक्सेसफुल भएको मेसेज डिस्प्ले हुन्छ। यो मेसेजलाई यस्तो प्रकारले स्क्रिनशट गरेर राख्नुहोस्, किनभने यसमा रेफरेन्स नम्बर दिएको छ। तपाईँको ट्रान्जेक्सनमा केही तलमाथि भयो भने यो रेफरेन्स नम्बरले तपाईँलाई मद्दत गर्नेछ। साथीहरू, यहाँ र भिडियो समाप्त गर्न चाहे। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। यस भिडियोमा धेरै कमी कमजोरीहरू भयो होला, सुधार गर्नुपर्ने कमी कमजोरीहरू तल कमेन्ट बक्समा लेखिदिनु होला। फेरि पनि यस्तै जानकारी दिने भिडियो लिएर आउने वाचा गर्दै भिडियोलाई समाप्त गर्न चाहे। जय नेपाल।